कस्तो तल लाग्यो एकटा सुर्ती खानु पर्यो यार कुन त छैन नि लास्ट तल लाग्छ यो पनि खानु पर्यो फेरि कसैले त देखेको छैन होला नि यार फेरि देख्यो भने घरमा बाबुलाई भन्दैन तनाव हुन्छ ओहो सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ खैनी सुर्ती सेवन गर्न छोडौँ ओहो यार यो त नराम्रो चिज रहेछ यार बेलैमा झन्डै यो पढेछ है खान्नमा यस्तो खैनी छैन बेलैमा सुर्ती छोडिदिएर चाहिँ साह्रो कैदाको काम गरेँ है ल के छ दुर्गा दाइ धेरै समय पछि मेरो भाइ के छ यसो तलतिर बजारबाट माथि आएको बलियो आराम कुशलै हुनुहुन्छ एकदम आराम कुशल अनि तिम्रो के छ धेरै समयपछि भेट्नु खानेकुरो पनि केही छैन के छ सुर्ती खाउँ न त ल ए ओहो सुर्ती त हुँदैन त म त यो खाँदै खान्न मैले त छोडेको धेरै भइसक्यो मलाई बिगार है साथी हो ल ए टेरेको यार बल्ल छोडेको यार बिसिसकेको थियो फेरि सम्झाएँ मा फाल्न हुनेहरू यार हिजो अस्ति मभन्दा गजेडी थियो मभन्दा धेरै सुर्ती खान्थ्यो सुध्रियो भने ल ठिकै छ कस्तो तल हारा थियो यही सुर्ती खानु पर्यो घरमा बाउले थाहा पायो भने मार्छन् के अरे यही पुरानो ट्रक त छ नि छेक्नी खानु भाइ मौको पाएन ए दुर्गा दाइ ए के भयो भाइ के गर्दैछौ यहाँ बसेर कता हो दाजु आउनु है एक फाक सुर्ती खाएर जाने यार कति आत्तिनुहुन्छ हो हस्याङ र फस्याङ गर्दा ए भाइ कहाँ म खान्छु यार मैले छोडिसकेँ यार जसले पनि खैनी खाने मात्रै भन्छ छोडेको कति दिन भइसक्यो मलाई नबिगार न यार बिगार्छ यार भाइहरू यार थ्याक अस्तिसँग चाहिँ आफैले खान सिकायो आज त मैसँग ठुलो कुरो गर्छ नखाए नखाउ त नि होइन के भइरहेछ यार यो गाउँका मान्छेलाई यार सुर्ती छोड्छु भन्छ छोड्ने वातावरण छैन जसले पनि खाने भन्छ मा के भगाउने यार किन चुडियाउने यसरी यार टेरेको सुखले बस्न पनि दिएन हिँड्न पनि दिएन यार के गर्ने होला थप्ने लगाएको मान्छेलाई यार फेरि बिगार्न लाग्छ नि कि अब यहाँ गाउँका मान्छेहरूले यार आवारा सालाहरू यार ल सुर्ती खानुको मजा छुट्टै छ हो दुर्गा कता हिँडेको हो काहीँ रौ दाइ तलतिर चाहिँ साइलागामा चाहिँ भनेको म पनि जाम्ला सँगै आएर अब बस यता सुर्ती खाम पहिला अनि जाउँला सँगै आऊ हे का खा चुका हूँ दोबारा नहीं खाऊंगा पहचाना मुझे टुमडुम कस्तो पागल रहेछ यार